नमस्ते, म गोरे यहाँ द खाजा हबको सेफ एउटा मिठो राम्रो बनाउने जस्तै बेलायमा खुलेको विशाल बजार भन्ने ठाउँमा भएको यता अर्जुन गिरी दाई आउनुभएको छ समाजसेवी यहीँको बेलैयाको र धेरै ठाउँमा सेवा गरिराख्नु भएको रहेछ। आज हाम्रोमा खाना आउनुभएको छ मोमो, त्यही पनि झोल मोमो हाम्रो आफ्नो बेस्ट दिएर बनाएको छौँ। अनि हाम्रो खाजा हबमा कस्तो लाग्यो त हजुरलाई झोल मोमो? एकदम राम्रो लाग्यो। मैले सुनेको थिएँ हजुर, भर्खर नयाँ खुलेको रेस्टुरेन्ट छ भन्ने सुनेको थिएँ। आउनु लागिरहेको होइन। आज चाहिँ सत्ता भनेर हाम्रो यो दुईजना भाइहरूले चाहिँ यहाँ चाहिँ यसरी व्यवसाय खोल्नु भएको रहेछ, रेस्टुरेन्ट खोल्नु भएको रहेछ। उहाँलाई धेरै धेरै धन्यवाद छ। मलाई राम्रो लाग्यो, मिठो लाग्यो। सबैजना आइदिनु होला हाम्रो बेलैयाको विशाल बजारमा, जहाँ मैले अहिले खाइरहेको छु। त्यहाँ एकदम यो दुईजना भाइ मिलेर यति मिठो नास्ताहरू बनाउनु हुँदैछ। झोल मोमो भयो, चाउमिन भयो, अरू मोमोहरू हरेक चिजहरू उहाँहरूले चाहिँ बनाउनु हुँदैछ। राम्रो लाग्यो, मिठो लाग्यो, एकदम मिठो बनाउनु भएको छ। यहाँलाई धेरै धेरै धन्यवाद छ। तपाईँ जस्तो यस्तो समाजसेवी मान्छेलाई भेटेर यहाँ आएर हाम्रोमा खाइदिँदा धेरै खुसी लाग्यो होइन। आइराख्नु होला, सपोर्ट गर्नु होला। भाइहरूलाई धन्यवाद। म त आए सबैजना यहाँ चाहिँ यो मिठो खाना चाहिँ आइदिनु होला। हस्, धन्यवाद।